अर्घाखाँची जिल्लाको पवित्र शक्तिपीठको रूपमा सुब्बा देउराली सुपरिचित छिन्। यो देवीकै निवास स्थान हो। यो कसैले स्थापना गरेको मन्दिर नभएर देवीकै शक्तिपीठको रूपमा हामीले पनि बुझेका छौँ र यहाँ आउने भक्तजनहरूले त्यसै अनुसार बुझ्नु भएको छ। यो यति वर्ष पुरानो भन्दा पनि यो युगसँग सम्बन्धित छ, किनभने यहाँ पहरामा लाउरे टाँसिएका कुराहरूका किम्वदन्तीहरू पनि छन्। परापूर्व कालमा एकजना मान्छे भारतलाई लाहोर भन्ने चलन थियो। लाहोर जाँदाखेरि मेरो मनोकामना पुरा होस्, मैले चाहिँ यहाँ चाहिँ चढाउने छु भनेर कुनै वस्तु भाकल गरेर लाहोर भारततिर गयो। उसको मनोकामना पुरा भयो। फर्केर आउँदाखेरि उसले सोच्यो मैले यहाँ भाकल गरेको थिएँ, मेरो मनोकामना त पुरा भयो, तर मैले यहाँ चढाएको छैन भनेर उसले बाटो छल्ने प्रयास गर्दाखेरि सुब्बा देउरालीको शक्तिले पहरामा टाँसिएको अहिले त्यो प्रतिबिम्ब पनि देख्न सकिन्छ। त्यो त्यस्ता किम्वदन्तीहरू छन्। र पछि 2200-2400 राज्यका पालामा यो खाँचीकोट एउटा चाहिँ राज्य थियो। त्यहाँकी राजकुमारी र भारतको बलरामपुरको राजकुमार, जसलाई पाटन देवपाटन भनेर अहिले त्यो पनि धार्मिक रूपमा सुपरिचित नै छ, त्यहाँको राजकुमार बीच विवाह हुँदा यहाँकी कन्या अलिकति देवी भक्त थिइन्। उनले चाहिँ विवाह गर्नलाई मानेकी थिएनन्। उनको इच्छा विपरीत अभिभावकहरूले विवाह गरिदिए। विवाह गरेर डोलीमा हालेर लिएर आउँदाखेरि उति बेला डोलीमा बोकेर ल्याउने चलन थियो। डोलीबाट रगतको थोपा चोयो। अहिले जहाँ मन्दिर छ त्यहीँनिर। डोलीमा हेर्दा दुलाई मृत अवस्थामा थिइन्। अनि मृत अवस्थामा भएपछि त्यहाँ चाहिँ आफ्नो संस्कार गरे। त्यसपछि खाँचीकोट राज्यमा विभिन्न किसिमका रोग व्याधिहरू, पशु चौपाय मानिसहरूमा विभिन्न महामारीहरू फैलियो। फैलिसकेपछि अनि यो के भयो भनेर उति बेलाको चलन अनुसार धामी झाँक्री हेराउने गर्दाखेरि म साक्षात् देवीमा प्रकट भएकी छु, मेरो चाहिँ यहाँ पूजा गर्नुपर्छ भनेर त्यो धामीले कवल गरेर भन्यो। त्यसपछि त्यहाँका चाहिँ राजाहरूले अब के गर्ने त भन्दा एउटा कालो पाठी चढाउनु पर्छ भनेर धामीले भनेको थियो। त्यसै अनुसार उनीहरूले पूजा गरेर त्यहाँका ठकुरी कब्दार खड्काहरूले हरेक वैशाख पूर्णिमाको दिन कुल पूजा गर्ने चलन यो 2200-2400 राज्यका पालादेखि बल्ल हामीले त्यहाँको यद्यपि शक्ति पहिले पनि थियो तापनि जनमानसमा सुब्बा देउरालीको शक्ति भनेर त्यस ताकादेखि भएको कुराहरू यहाँ जनश्रुति किम्वदन्तीहरू पाइन्छ।